मेरो जन्मदिन पनि यति विशेष मनाइन्छ भनेर मैले कहिले सोचेको पनि थिएन क्या। आफ्टर लङ इयर चाहिँ मेरो जन्मदिन यस्तो तरिकाले मनाइयो है। मैले चाहिँ आफ्नो जन्मदिनको सुरुवात चाहिँ सुरुमा भगवान्, इष्ट, कुल देवता, पितृ सबैलाई सम्झेर गरेँ। म चाहिँ बिहानै माइत जानेवाला थिएँ, तर पानी परेर दिउँसोतिर गएँ। यता बहिनीले केक रेडी पारिसकेको रहेछ क्या। अनि मलाई त कस्तो बच्चा जस्तो खुसी भयो क्या। माइत गएपछि त उसै पनि छोरी मान्छे जति नै उमेर पुग्यो पनि बच्चा जस्तै हुन्छन्। म पनि बच्चा जस्तै रमाएँ। अनि यो खुसीको माहौलमा चाहिँ मैले मेरो ड्याडीलाई यति मिस गरेको थिएँ। काश ड्याडी यहाँ पनि भइदिएको भए आज हामीलाई देखेर कति खुसी हुनुहुन्थ्यो होला भनेर। तर के गर्नु, यो अभागी हाम्रो खप्पर अब यस्तै हो भनेर चित्त बुझाएँ। अनि मम्मीको हातबाट टिका लगाएर आशीर्वाद लिएँ। त्यसपछि बहिनीलाई टिका लगाइदिएँ। बहिनीलाई चाहिँ मेरो जिन्दगीमा यति धेरै खुसी ल्याउनको लागि थ्याङ्क यू सो मच। त्यसपछि भाइलाई टिका लगाएँ। भाइलाई चाहिँ मैले खत्रै आशीर्वाद दिएको थिएँ। अनि म घर रिटर्न आएँ। घर आएर चाहिँ मेरो सानो परिवारसँग मैले फेरि सिम्पल तरिकाले आफ्नो बर्थडे मनाएँ। अनि मैले चाहिँ मनाउँदिनँ, केक सेक नल्याउनु होला भनेको, तर मेरो बुढोले लिएर आउनुभयो। अनि बुढो थ्याङ्क यू सो मच यति धेरै मेरो बर्थडे स्पेसल बनाइदिनु भएकोमा। अनि साथीहरू, मेरो बर्थडेको यो भिडियो चाहिँ फुल वाच गरेर लाइक, कमेन्ट, सेयर गरिदिनु। थ्याङ्क यू फर वाचिङ।